साथीहरू नमस्कार। 안녕하세요। तपाईहरुलाई यो मेरो YouTube च्यानलमा पुनः स्वागत छ। आजको टपिक रहेको छ छागीसोगे। हजुर, छागीसोगे। मैले यो टपिकमा पनि पहिला भिडियोहरु बनाएर पोस्ट गरेको छु र त्यो भिडियोहरुमा पनि कन्फ्युजनहरु रहेको हुँदा, प्रश्नहरु, कमेन्टहरु धेरै आएको हुँदा त्यसलाई चाहिँ समाधान गर्न सकिने हिसाबले मैले यो भिडियो बनाएको छु। अब यो छागीसोगे भनेको के हो त? है, म फेरि एकपटक भन्छु तपाईहरुलाई। छागीसोगे भनेको कोरियन भाषामा आफ्नो परिचय दिनु, है, आफ्नो परिचय दिनु। तिम्रो परिचय गर, परिचय देऊ भन्नु पर्यो भने त्यसलाई छागीसोगे गर्नु भनेर भन्छ। यो चाहिँ कति बेला आवश्यक हुन्छ भने एक्जाम पास गरिसकेपछि जति बेला तपाईहरु स्किल टेस्ट दिनको लागि जानुहुन्छ त्यो टाइममा तपाईहरुको इन्टरभ्यु हुन्छ सानो। त्यो इन्टरभ्युको क्रममा तपाईहरुलाई छागीसोगे गर्न लगाउँछ। र यदि छागीसोगे गर्न लगाएन भने तपाईहरुलाई सामान्य प्रश्नहरु मात्रै पनि सोध्न सक्छ। तपाईको नाम के हो, तपाईको उमेर कति भयो, अनि तपाईले चाहिँ कहाँबाट आफ्नो अध्ययन सक्नुभयो, हैन, परिवारमा कति जना हुनुहुन्छ भनेर सामान्य सोध्नु पनि सक्छ। यदि त्यसो सोधेन भने आफ्नो छागीसोगे, आफ्नो परिचय दिनुहोस् भनेर भन्छ। र तपाईहरुले त्यो प्याराग्राफ भन्नु भन्दा पनि, प्याराग्राफहरु लेखेर मेमोराइज गर्नु भन्दा पनि तपाईहरुले के गर्नुस् भने केही पोइन्टहरु हुन्छ, बुदाहरु, 8-10 वटा बुदाहरु, त्यो बुदाहरुलाई चाहिँ कपीमा लेखेर अथवा पेपरमा लेखेर आफ्नो घरको भित्तामा स्टिक गर्नुस्, टास्नुस्। त्यो 8-10 वटा बुदा र रेगुलर त्यसलाई हेर्नुस्। अनि त्यही बुदाको आधारमा छागीसोगे गर्दाखेरि त्यो सम्झेर तपाईहरुले छागीसोगे गर्नुभयो भने तपाईहरुलाई कन्फ्युजन हुँदैन, झुक्किनु हुन्न तपाईहरु, है। तपाईहरुलाई छागीसोगे गर्न त्यति गाह्रो हुँदैन। त्यहाँ छ 9-10 वटा मैले पोइन्टहरु बनाएको छु। ती मध्ये अब यहाँ सुरुमा छ तपाईहरुको के छ भन्दा इन्सा। इन्सा भनेको अभिवादन। अभिवादन गर्नु कोरियन भाषामा इन्सा गर्दाखेरि हामीले के भन्छौं भन्दा 안녕하세요, हैन, 안녕하세요 भनेर भन्छौं। त्यसैगरी अर्को पोइन्ट तपाईले छुटाउनु नहुने चाहिँ इन्सा लगत्तै के भन्नु पर्यो भने आफ्नो नाम भन्नु पर्यो। इरुम, आफ्नो नाम भन्नु पर्यो। इरुम कसरी भन्ने भन्दा छनन ... इम्निदा, छनन राम इम्निदा अथवा छनन गीता इम्निदा भनेर भन्न सक्नुभयो। अथवा सेन्टेन्स त्यो नबनाएर अर्को बनाउँछु भन्नुभयो भने त्यहाँ OR लेखेको छ, हैन। त्यो और भनेको अथवा, हैन, कि माथिको कि तलको एउटा मात्रै भन्नु होला, है त। और अथवा छे इरुमुन राम इम्निदा, छे इरुमुन सीता इम्निदा भनेर त्यसरी माथि अथवा तलको मध्ये एउटा मात्रै सेन्टेन्स प्रयोग गरेर नाम भन्नु होला, है त। अथवा यसमा चाहिँ छनन राम छे इरुमुन राम इरागो हाम्निदा अथवा छनन राम इरागो हाम्निदा भनेर पनि भन्छ, है। र तेस्रो नम्बरमा छ नाइ। नाइ भनेको उमेर, तपाईको उमेर। नाइनन सुमुल थासत 25 लाई ओरिजिनल कोरियन सिस्टममा भन्नु पर्यो, हैन। उमेर भन्दाखेरि सिनो भन्नु भएन, ओरिजिनल भन्नु पर्यो, हैन। इल इ सामसा भन्नु भएन, हाना दुल सेतनेतबाट भन्नुपर्छ आफ्नो उमेर भन्दाखेरि। त्यसकारणले हामीले यहाँ 25 लाई कसरी भन्ने भन्दा सुमुल थासत साल इम्निदा, नाइनन सुमुल थासत साल इम्निदा। उमेर चाहिँ 25 वर्षको हो, हैन। उमेर चाहिँ 25 वर्षको हो। अथवा, हैन, अर्को सेन्टेन्स के पनि बनाउन सकिन्छ भने छनन सामसिप, सामसिपलाई उमेर भन्दाखेरि कसरी भन्ने सरुन, हैन, सरुन। छनन सरुन साल इम्निदा, छनन सरुन साल इम्निदा। हामीले सामान्य बोलचालीको बेलामा त्यहाँ उहाँ गइसकेपछि कोरियनहरुले सामान्य सोध्दाखेरि कति वर्षको भयो भन्दाखेरि 30 वर्षको हुनुहुन्छ भने छनुन सामसिप साल इम्निदा भन्दा पनि फरक चाहिँ पर्दैन। त्यो इन्फर्मल कन्भर्सेसनमा फरक पर्दैन। तर यस्तो एक्जामहरुको बेलामा चाहिँ तपाईले चाहिँ फर्मल ल्याङ्ग्वेज नै युज गर्नुपर्छ। त्यसलाई सामसिप साल भन्नु पाउनुहुन्न। छनन सामसिप छनन सरुन साल इम्निदा भनेर भन्नुपर्छ, हैन। कि त नाइनन सरुन साल इम्निदा भन्नु पर्यो, कि त छनन सरुन साल इम्निदा भनेर
भन्नु पर्यो। त्यसै गरी चौथो नम्बरमा छ ख्यारहोन यबु हैन। ख्यारहोन यबु भनेको वैवाहिक अवस्था है। चौथो नम्बरमा चाहिँ तपाईँ चाहिँ म्यारिड हो कि अनम्यारिड हो त्यो चाहिँ जानकारी गराउनु होला। इफ यु आर सिङ्गल, यदि तपाईँ सिङ्गल हुनुहुन्छ, एकल हुनुहुन्छ भने तपाईँले के भन्न सक्नुहुन्छ भने छनन मिहोनिम्निदा, छनन मिहोनिम्निदा, म सिङ्गल हुँ। अथवा यसरी पनि भन्न सक्नुहुन्छ त्यसलाई छनन ख्यारहोन आजिक आन्हेसुम्निदा है। छनन ख्यारहोन आजिक आन्हेसुम्निदा है। छनन आजिक ख्यारहोन आन्हेसुम्निदा पनि भन्न सक्नुहुन्छ है। अगाडि पछाडि पनि भएको छ। छनन ख्यारहोन आजिक आन्हेसुम्निदा, मैले अहिलेसम्म विवाह गरेको छैन। तर तपाईँ म्यारिड हुनुहुन्छ, इफ यु आर म्यारिड, यदि तपाईँ विवाहित हुनुहुन्छ भने छनन खिहोनिम्निदा भन्न सक्नुहुन्छ, म विवाहित हुँ। छनन खिहोनिम्निदा, म विवाहित हुँ भनेर भन्न सक्नुहुन्छ। अथवा अर्को लाइन के भन्न सक्नुहुन्छ भने छनन ख्यारहोन हेसुम्निदा है। छनन ख्यारहोन हेसुम्निदा, मैले विवाह गरिसकेँ। अब तपाईँले विवाह गरिसक्नुभयो भने तपाईँको बच्चा बच्ची पनि हुनसक्छ होइन। यदि छैन भने चाहिएन, तर यदि बच्चा बच्ची छ भने तपाईँले त्यसलाई पनि जानकारी गराउन सक्नुहुन्छ, अझै राम्रो सुनिन्छ होइन। छनन ख्यारहोन हेसुम्निदा तालहाना इस्सुम्निदा होइन। तपाईँको बच्चा छ अथवा एउटा छोरी छ भने तालहाना इस्सुम्निदा भन्न सक्नुहुन्छ। अथवा ओआर छ हेर्नु, आदुलहाना इस्सुम्निदा, छोरो एउटा छ भन्न पनि सक्नुहुन्छ। अथवा तालहाना हागो आदुलहाना इस्सुम्निदा, छोरी एउटा र छोरो एउटो छ भन्न पनि सक्नुहुन्छ है। एउटा छोरा एउटा छोरी छ भने तालहाना हागो आदुलहाना इस्सुम्निदा भन्न सक्नुहुन्छ। ताल भनेको छोरी अनि आदुल भनेको छोरा है। ताल भनेको छोरी, आदुल भनेको छोरा, यसरी भन्न सक्नुहुन्छ है। सिङ्गल हुनेले चाहिँ मिहोन भनेर भन्न सक्नुभयो, म्यारिडले चाहिँ खिहोन भनेर भन्न सक्नुहुन्छ है त। त्यसै गरी अर्को पोइन्ट नम्बर 5 मा छ खोयाङ। खोयाङ भनेको तपाईँको गाउँ ठाउँ जन्मस्थान होइन। खोयाङको बारेमा जानकारी गराउनु होला। छे खोयाङुन एम्निदा, चिगुम एसा सालगो इस्सुम्निदा भनेको मेरो गाउँ चाहिँ फलानु हो र अहिले चाहिँ फलानु ठाउँदेखि अथवा फलानु ठाउँमा बसिरहेको छु भन्ने अर्थ लाग्छ होइन। जस्तो एक्जाम्पलको ठाउँमा छे खोयाङुन गुल्मी इम्निदा, चिगुमुन काठमाडौँ एस सालगो इस्सुम्निदा भन्न सक्नुहुन्छ है। छे खोयाङुन गुल्मी इम्निदा, चिगुमुन काठमाडौँ एस सालगो इस्सुम्निदा भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी 6 नम्बरमा छ खाजोक। अब परिवारको बारेमा जानकारी दिनु होला। तपाईँको परिवारमा को हुनुहुन्छ भन्दा पनि कतिजना हुनुहुन्छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ है। बुवा आमा दाइ भाइ यसरी भन्नु चाहिँ पर्दैन। जम्मा जम्मी गरेर तपाईँको परिवारमा कतिजना हुनुहुन्छ, खाजोक परिवार कतिजना हुनुहुन्छ भनेर त्यति मात्रै भन्दा पनि हुन्छ। छे खाजोगुन मोदु मियङ इम्निदा, छे खाजोगुन मोदु यसद मियङ इम्निदा अथवा छे खाजोगुन मोदु इल्गोप मियङ इम्निदा, कतिजना हुनुहुन्छ, 5 जना 6 जना कतिजना हुनुहुन्छ, मेरो परिवारमा जम्मा जम्मी 6 जना हुनुहुन्छ भनेर भन्न सक्नुभयो होइन। त्यसै गरी अर्को 7 नम्बरको पोइन्ट रहेको छ छिकप भनेको काम, तपाईँको पेसा के गर्नुहुन्छ तपाईँले होइन। तपाईँ आजको दिनसम्म के गरेर बसिरहनु भएको छ त यहाँ भनेर भन्नुपर्ने हुन्छ। र त्यति बेला चाहिँ धेरै जसोको चाहिँ आन्सर के हुन्छ भने म विद्यार्थी हुँ भन्ने नै हुन्छ। छनन हाक्सेङ इम्निदा, छनन हाक्सेङ इम्निदा, म विद्यार्थी हुँ। अथवा छनन सन्सेङनिम इम्निदा, छनन सन्सेङनिम इम्निदा, म शिक्षक हुँ होइन, म शिक्षक हुँ हुन्छ। अथवा छनन छुबु इम्निदा, छुबु भनेको गृहिणी, म गृहिणी हुँ होइन, म हाउसवाइफ हुँ भन्ने अर्थ लाग्छ है त। अथवा अर्को के पनि भन्न सक्नुभयो भने छनन उन्जन खिसा इम्निदा, छनन उन्जन किसा इम्निदा, म चाहिँ गाडी चालक हुँ
भनेर भन्न सक्नुहुन्छ। तपाईँको आफ्नो पेसा के हो त्यो अनुसार तपाईँले चाहिँ सेन्टेन्स बनाएर भन्नु होला है त। र अर्को मैले यहाँ चाहिँ मोस्ट इम्पोर्टेन्ट भनेर एउटा पोइन्ट राखेको छु होइन। तपाईँले यो चाहिँ त्यो इन्टरभ्यूमा चाहिँ छुटाउनै नहुने पोइन्ट है। यो चाहिँ तपाईँहरूले घोक्नै पर्छ। यसले चाहिँ के गर्छ भने तपाईँको इम्प्रेसनलाई राम्रो पार्छ। त्यो के हो भन्दाखेरि इर हाल्तेनन् इरुल पाल्ली हागो इर हाल्तेनन् इरुल पाल्ली फेउगो पाल्ली पाल्ली हालसुदो इस्सयो होइन। काम गर्दाखेरि छिटो सिक्न सक्छु र काम छिटो छिटो गर्न सक्छु। ल हेर्नु त, काम मैले छिटो सिक्न पनि सक्छु अनि छिटो छिटो गर्न पनि सक्छु भनेपछि त तपाईँलाई देखेर त खुसी हुन्छ कोरियनले चाहेको हामीबाट चाहेको के हो भने हामीले काम छिटो सिक्न सकौँ र छिटो छिटो गर्न सकोस्। त्यस्तो मान्छे चाहिँ कोरियनले रुचाउँछ होइन। छिटो काम सिक्ने मान्छे अनि छिटो छिटो काम गरिदिने मान्छे पायो भने कोरियन एकदमै खुसी हुन्छ। त्यस कारणले तपाईँहरूले यो लाइन चाहिँ नछुटाइ भन्नु होला है। यो मेमोराइज नै गर्नुहोस्। इर हाल्तेनन् इरुल पाल्ली फेउगो पाल्ली पाल्ली हालसुदो इस्सयो। यो लाइन चाहिँ तपाईँहरूले नछुटाइकन भन्नु होला। यसलाई चाहिँ घोक्नु होला है, जस्ताको त्यस्तै घोक्नु होला। त्यसै गरी अर्को छ 8 नम्बरको पोइन्ट छ छुइमी। छुइमी भनेको रुचि। तपाईँको अब आफ्नो रुचि मेरो के रुचि छ भनेर पनि सामान्य जानकारी दिनु होला, धेरै डिटेलली जानु पर्दैन होइन। छे छुइमिनन् उन्दोङ एम्निदा। मेरो रुचिको विषय भनेको खेलकुद हो होइन। अथवा तपाईँले के भन्न सक्नुभयो भने छे छुइमिनन् दोक्स एम्निदा। दोक्स एम्निदा भनेको पुस्तकहरू पढ्ने होइन। मलाई पुस्तकहरू पढ्ने मेरो रुचि हो। मेरो रुचि भनेको पुस्तकहरू पढ्नु हो पनि भन्न सक्नुभयो। अथवा छे छुइमिनन् यहेङ एम्निदा। छे छुइमिनन् यहेङ एम्निदा भनेको मेरो चाहिँ रुचिको विषय भनेको भ्रमण गर्नु हो। यहेङ भनेको भ्रमण गर्नु हो होइन। त्यसै गरी अर्को छ छे छुइमिनन् दुङसान एम्निदा। दुङसान भनेको पहाड चढ्नु, ट्रेकिङ जानु, हाइकिङ जानु होइन। मेरो रुचिको विषय भनेको पहाड चढ्नु हो, ट्रेकिङ जानु हो। दुङसान एम्निदा। यसरी तपाईँहरूले आफ्नो रुचि के हो त्यही अनुसार सेन्टेन्स बनाएर भन्नु होला। त्यसपछि अर्को छ 9 नम्बरको कुम। कुम भनेको तपाईँको सपना के हो त? के छ तपाईँको सपना? तपाईँ कस्तो सपना लिएर कोरिया जाँदै हुनुहुन्छ त्यसको बारेमा पनि जानकारी दिनु होला। त्यसले पनि तपाईँ प्रति चाहिँ इम्प्रेसन राम्रो बनाउन सक्छ। छे कुमुन हाङ्गुगे खास यल्सिमी इरुल हागो थोन्दो फल्गो खिसुल्दो फेउनन खस सिम्निदा। नाजुङे थोन मानी फरस खोयाङे थोरावास छागुन खोङजाङ अथवा नोङजाङ मान्दुल्गो सिप्सुम्निदा। यसले के भन्यो भने छे कुमुन हाङ्गुगे खास यल्सिमी इरुल हागो। मेरो सपना भनेको कोरिया गएर मेहनतसँग काम गरेर थोन्दो फल्गो खिसुल्दो फेउनन खस एम्निदा होइन। पैसा पनि कमाउनु र काम पनि अथवा स्किल, खिसुल भनेको स्किल हो होइन, स्किल पनि सिक्नु हो होइन। मेरो सपना भनेको कोरिया गएर मेहनतसँग काम गरेर पैसा कमाउनु र सिप पनि सिक्नु हो। नाजुङे पछि थोन मानी फरस पछि पैसा धेरै कमाएर खयाङे थोरावास पछि पैसा धेरै कमाएर आफ्नो गाउँ अथवा आफ्नो देश फर्किएर छागुन, छागुन भनेको सानो, छागुन खोङजाङ अथवा नोङजाङ सानो उद्योग अथवा सानो कृषि फार्म बनाउने इच्छा छ होइन। पछि पैसा धेरै कमाएर आफ्नो गाउँ अथवा देश फर्केर सानसानो उद्योग अथवा फार्म चाहिँ खोल्ने मेरो चाहना छ भनेर भन्नु होला। अब यो उद्योगमा जाने साथीहरूले चाहिँ खोङजाङ भनेर भन्नु होला। अनि कृषिमा एग्रीमा जाने साथीहरू हुनुहुन्छ भने नोङजाङ बनाउन चाहन्छु भनेर त्यसरी भन्नु होला है। त्यो यो भनेको आफूले इम्प्रेसन पार्ने ठाउँ हो क्या। त्यो एक्जाम जुन त्यहाँ बसेको टिचर छ त्यो टिचरलाई चाहिँ अलिकति इम्प्रेस पार्नुपर्छ तपाईँहरूले। त्यस कारणले त्यही अनुसार भन्नु होला। तपाईँहरू पछि आएर उद्योग खोले पनि नखोले पनि कृषि फार्म बनाए पनि नबनाए पनि यस्तो छ भनेर तपाईँले चाहिँ इन्टरभ्यू चाहिँ पास हुने किसिमले चाहिँ त्यहाँ अगाडि प्रस्तुत हुनुपर्छ है। अनि अर्को 10 नम्बरमा रहेको छ माजिमाक इन्सा। अन्तिममा त्यसलाई तपाईँ चाहिँ एक्चुअली इन्सा गर्नुहोस् र
अनि सकिन्छ। के भन्नुहोस् भने छाल बुथाक दुर्यम निदा हैन। छाल बुथाक दुर्यम निदा भनेको अर्थ चाहिँ के लाग्छ भने म पछि पनि तपाईसित सँगै सहकार्य गर्न चाहन्छु हैन, तपाईसित सँगसँगै अगाडि बढ्न चाहन्छु, खाम्साहाम्निदा धन्यवाद भनेर भनेको हो के हो है। अन्तिममा छालबुथाक दुर्यमनिदा भनेर अनि खाम्साहाम्निदा भन्दै आफ्नो शिरलाई निहुराएर तपाईँ चाहिँ आफ्नो छाकीसोकेलाई अन्त्य गर्नु होला। अब तपाईँले यो सबै छाकीसोके चाहिँ 40 सेकेन्डमा चाहिँ सकाउनु पर्ने हुन्छ। मैले चाहिँ यहाँ तपाईँलाई विभिन्न अप्सनहरू राखेर लामो बनाएँ। तपाईँले चाहिँ अब आफूलाई कुन कुन अप्सनहरू मिल्छ त्यो अप्सनहरू छानेर एउटा आफूलाई पर्फेक्ट हुने चाहिँ प्याराग्राफ बनाउनु होला। त्यो प्याराग्राफ बनाइसकेपछि तपाईँहरूले के गर्नु भने त्यसलाई चाहिँ आफूले पढ्ने कोठामा चाहिँ वालमा टाँसेर राख्नुहोस् अनि त्यसलाई रेगुलर एभ्रिडे जस्तो बिहानमा पनि सर एकचोटि पढ्ने, साँझ सुत्ने बेलामा पनि सर एकचोटि पढ्ने गरेर रेगुलर त्यसलाई चाहिँ पढिराख्नु होला। मैले चाहिँ 10वटा यहाँ पोइन्टहरू तपाईँलाई भने त्यो पोइन्ट पनि त्यहाँ मैले लिस्ट गरेर राखिदिन्छु। त्यो पोइन्टलाई अनि प्याराग्राफलाई दुईटैले राखेर तपाईँले चाहिँ मेन फोकस चाहिँ पोइन्टलाई गर्नु होला हैन। पोइन्ट मेरो चाहिँ 10वटा पोइन्ट यो हो, मैले यो पोइन्टहरू छुटाउनु हुँदैन भन्ने कुरा चाहिँ नबिर्सिनु होला। र साइडमा चाहिँ त्यो प्याराग्राफलाई पनि राखेर वालमा टाँसेर त्यसलाई चाहिँ रेगुलर बिहान साँझ राम्ररी साँझ र बिहान राम्ररी अध्ययन गर्नुभयो भने तपाईँलाई स्किल टेस्टको टाइममा, तपाईँको इन्टरभ्यूको टाइममा चाहिँ त्यति गाह्रो हुँदैन।